गएको तिमीहरू हजुर आप्पा खाजा खाने पैसा दिने खाजा खाने पैसा त्यो पैसा त छैन त हो अन्त थुक्क पैसा पनि छैन रहेछ हुन्छ होला नि घरमा साग सौदाहरू सकेको छ भरे लिएर आउनु है होइन हिजोस्ति सौदा लिएको होइन फेरि के को सौदा हो पैसा नभएको बेलामा थेत्तेरीका पापा हँ? कलेजको लागि पैसा चाहिएको छ हौ फेरि 15,000 जस्तो हुने रहेछ कि डल्लै गरेर चाहिँ अँ, अन्त रुम रेन्ट कति भइगयो खानेको रासन पानीहरू गर्दा चाहिँ 15,000 जस्तो हुने रहेछ हौ छ्या, फेरि कहाँबाट पैसा ल्याउनु हौ त्यत्रो पैसा खर्चा मात्रै हुन्छ पैसा नभएको बेलामा के गर्नुहुन्छ हौ छ्या छोराछोरी पढाउनु पनि साह्रो रहेछ हौ ए नानी जर ल अघि भनेको पैसा उता यता जुगाड गरेर दिएको छु राम्रोसँग पढ्नु ल ए हुन्छ छैन थुक्क छोराछोरी हुर्क्यो बाउ आमा खुल्कियो भनेको चाहिँ यही रहेछ खलात खुलुतै बनायो